हेलो एभ्रिवान, नमस्ते। आज हामी सिक्न जाँदैछौँ हेयर कलर नम्बरिङ सिस्टमको बारेमा। के हजुरहरूले कुनै पनि हेयर कलर गर्दा कस्टमरको डिमान्ड अनुसारको कलर रिफ्लेक्सन आइरहेको छैन? यदि त्यस्तो छ भने याद राख्नुहोस् यी 4 पोइन्ट्सहरू। हामीले कुनै पनि फेसन कलर सेटमा यी 4 टाइप्सको नम्बर सिस्टम पाउँछौँ। जस्तै इक्जाम्पल 7.04, 7.40, 7.44 र 7.4। यो 4 वटा नम्बर सिस्टममा के डिफ्रेन्ट छ त? जस्तै 7.04 यसमा चाहिँ हजुरको 10% फेसन सेड हुन्छ र 90% बेस कलर हुन्छ। अर्को रहेको छ 7.40 यसमा चाहिँ 80% फेसन सेड हुन्छ र 20% बेस कलर हुन्छ। अर्को रहेको छ 7.44 यसमा चाहिँ 50% फेसन सेड हुन्छ र 50% बेस कलर हुन्छ। अर्को रहेको छ 7.4 यसमा चाहिँ 20% फेसन सेड हुन्छ र 80% बेस कलर हुन्छ। यस्तै हेयर कलर क्लासको लागि हामीलाई सम्झिनु होला। धन्यवाद।